हजुर हजुर आमालाई केक पनि हुँदैन दिदी तपाईँ यही भन्यो तर म अगाडि बस्नु ल गाइज ल ल हेलो गाइज आज हामी चाहिँ सिन्धुलीको कला घरमा छौँ जहाँ पछि नि हुन्छ सिन्धुली कला घर यो पुरानो के दिदी फोटो अगाडि यता हेर्नु मम्मी यता हेर्दै हिँड्नु ल के हिँड्नु कला घर अरे यो चाहिँ मादल कत्रो मादल हो यो नाच्नु नि नाच्नु दिदी यता हेर यो मलेसिया किन जानु पर्यो त्यो पनि मलेसिया ए यता हिँड्नु न मम्मीसँग हिँड्नु त गाडी ए हेर्दै हिँड्नु मम्मी केही राम्रो मानिनु भन्नु होला अहिले मम्मी राम्रो लागेन मलाई त बरु उयो चाहिँ खानु मन लाग्यो कस्तो लाग्दैछ एकदम रमाइलो कस्तो लाग्दैछ सम्झिने राम्रो रमाइलो तिमीलाई रमाइलो लाग्दैछ एकदम ओके यो रमाइलो दसैँ बाजे कस्तो लाग्दैछ हजुरलाई बाजे कस्तो लाग्यो रमाइलो लाग्यो रमाइलो लाग्यो बिराजु मलाई पनि चिया दिदी यो के हो अरे म पनि खाने बिना चिया त्यो भित्र साँच्चीकै चिया रहेछ है ल चाहिँ सिन्धुलीको कलाघरको स्पेसल चिया अरे है बिनाजु होइन स्पेसल चिया ल एकदम कलाघरको भाइरल चिया यो चाहिँ किटली हो है गाइजहरू यो चाहिँ यो ठुलो किटली त्यो भित्र पसेर चिया खाने यो चाहिँ पकाउने रहेछ चिया यो चाहिँ कोसेली घर अरे यहाँ के छ कोसेली होला कस्तो राम्रो मेरो यस्तो भिडियो निकाल्दिनु बिनाजु बिनाजु यहाँबाट यस्तो गरेर मेरो भिडियो निकाल्दिनु हामी माथि मेरो कुरा भित्र जानु मिल्छ होइन मिल्छ क्या जानु त वाउ बिनाजु खिच्नु है भिडियो वाउ भाँडाहरू पनि छ त दिदी यहाँ त
बजाइ आउनु जाम बजा आउनु कहाँसम्म पुगे फर्काउनु भयो ए त्यहाँ झन्डा फर्काउँदैछ मासतिर मादल है लोक बाजाको चाहिँ सिन्देलीको जुनार हो यो देखाउँदै हिँड्नु दिदी एउटा एउटा परिचय दिनु दिदी के हो रे यो चाहिँ सिस्नु सेम छ है तर तपाईँ निकाल्यो अगाडि मकै होइन मकै होइन फापर हो यो मिराजु नि अगाडि हिँड्नु त चिनाउनु त के हो यो तरु बनथरु अनि यो चाहिँ लट्टे लट्टे यो चाहिँ कोपो जुनार चाहिँ सिन्धुलीको जानेर पनि देखिया छ है गाजुनी भनेर आज चिनालो भन्नु मम्मी हिँड्नु यता अगाडि आउनु मम्मी यता हिँड्नु कस्तो लाग्यो रे यो ठाउँमा आउनु ल यता आउनु यता आउनु यता यता आउनु यताबाट हिँड्नु पऱ्यो क्या भित्र भित्रबाट हिँड्नु 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 ल हिँड्नु सबैजना हिँड्नु ल जाऊँ न छिटो जाऊँ बहिनी यता सँगसँगै हिँड्नु बहिनी मम्मी यता नि हेर्नु न हिँड्नु हिँड्नु अगाडि हिँड्नु यहाँ त कस्तो राम्रो फोटो आउँछ होला एउटा खिच्नु त कला घर यहाँको अनेक कला ल हेर्नुहोस् गाइस हिँड्नु ओके 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 ल वाउ दामी दामी ए ल ए बाबु मलाई नढाल है कान्छा भाइहरू मेरो कान्छा भाइहरू मलाई नढाल है म लड्छु अबि 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 लड्छ सबै यस्तो उकालो हिँड्नुपर्छ गाइस हेर्नुहोस् यहाँ भिडियो बनाउनलाई उकालो बाटो हिँड्नुपर्छ लड्यो भने चोक्टा लाम्टा भेटिँदैन दिदी नमस्ते गर्नु माथिबाट वाउ नाइस नाइस हावाले उडायो राष्ट्रिय कलाघर के यो सिन्धुली जिल्लामा पर्ने कस्तो राम्रो है भन्ने ठाउँको है कस्तो राम्रो लोप हुँदै गएको यो के भन्छ होला ढिकी आई ढिकी हामीलाई पनि थाहा भिडियो बनाउनु त म पनि ढिकी कोट्छ है अहिले बाजे बाजे कस्तो लागिरहेछ ठिक लागिरहेछ है हाम्रो बाउ बाजेको पालादेखिको सामान छ होइन काली यता हेर हेलो हेलो माई डार्लिङ त्यहाँबाट लड्यो भने नि बहिनी फेरि तिम्रो केही हुँदैन नि यहाँ
मम्मी ल हेर्नुहोस् गाइज यस्तो भिड यहाँ त मान्छे लड्यो भने नि एउटा चोक्टा लाम्डा नि भेट्दैन यस्तो ठाउँमा चाहिँ कला घर रे ल भिडियो बनाएको छु अब त्यहाँ कता भिडियो ल कुवामा पानी भर न कुवा त्यो पानी भर पानी भन्ने ठाउँले नेपालको नक्सा रे यो चाहिँ के अरे ल जेल र अदालत रे यो चाहिँ जेल र अदालत सिन्धुली गाडी हो यहीँको मान्छे होइन यस्तो हालत के बाजे अहिलेसम्म आउनु भएको छैन अरे दिदी यो के हो यो खासमा यो चाहिँ जेल र अदालत ए जेल घर ल जेल पहिलाको यो भग्न अवशेष यो पहिला बनेको ठाउँ के हो ल यहाँको बारेमा जानकारी गराउनुहोस् त यहाँको अब जान्ने सुन्ने पहिलाको जेल घर अदालत है यो कारागार ल हिँड्नु सबैजना अगाडि हिँड्नु मम्मी नि हिँड्नु ल हिँड्नु खालि मैले बल्ल पछि क्याच गरे मेरो जेल घर र अदालत रे पहिला भने चाहिँ कति वर्ष पुरानो होला मिडियामा 1800 कतिको हो बिर्सेँ मैले पनि ट्याक्क म त डर लाग्यो ओइ काली मलाई त डर लाग्यो यो बुट के तलतिर गाडिन्छ कि जस्तो ए सिन्धुली गरी घुमेर हेर्दा भनेर गाउने कलाकार लोक गायक दिनुहोस् के बनाएको रे मास र ढुङ्गा जोडेर क्या पहिला सिमेन्ट हुँदैन थियो नि त पहिला पैसा किन फ्याँक्नु भयो आमाको यो हुँदाखेरि 50 रुपियाँ पैसा बरु एक ठाउँ त्यो उसलाई दिएको हुँदैन त त्यहाँ त कुहिएर जान्छ यो त कुवा त हो नि तपाईँ हामीले बनाएको जस्तो पहिला यहाँबाट पानी खाने यहाँबाट बन्दुक हान्ने के हो यो यही त होइन कुवामा पैसा मलाई कुवाएर के फाइदा
रेडी अझै भएर ल भयो ल ल अब तल राखेर उठाउने